हेलो साथीहरू, म आज बर्थडेमा जाँदैछु रामी रामी बाहिर। म चाहिँ पठाउ गरिरहेको। पठाउ आयो, म पठाउमा बसेर पनि हिँडेँ। अनि यो चाहिँ बाटाको भ्यू हो। यस्तो चर्को घाम लागेको कि यस्तो चर्को घाम लागेको कि यस्तो चर्को घाममा हिँड्दाखेरि पसिनै पसिना भएर अनि म चाहिँ ठाउँमा पुगेर वेटिङ गरेँ। फोन गरेँ अनि मेरो कपाल बाइकमा जाँदाखेरि यस्तो बिग्रेको थियो क्या, पुरै जगल्टै जगल्टा भएको थियो होइन। अनि आज चाहिँ मेरो सानीमाको छोराको बर्थडे थियो होइन। दिदी आउनु 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 गरेर अनि म चाहिँ गएको थिएँ किर्तिपुर होइन। म चाहिँ यता पशुपति साइडमा बस्छु नि त, अनि त्यताबाट किर्तिपुर गइरहेको थिएँ। अनि पथाउमा बाइकमा जाँदाखेरि मेरो कपाल पुरै यस्तो यस्तो नराम्रो भइरहेको थियो। अनि मैले टक्क अनि मेरो मसँग ऐना पनि थिएन। अब त्यहाँ कहाँ कसरी कपाल मिलाउने त, अनि टक्क मोबाइल खोलेर अनि हेरेर अनि कपाल सपाल मिलाएर अनि त्यसपछि यताउति मान्छे हिँडिरहेको थियो कि अझ त्यो पनि लाज मानी मानी मेरो यस्तो कपाल घुम्रिन्छ क्या, अगाडि घुम्रो परेको छ क्या यो कपाल। अनि त्यसपछि त्यसलाई चाहिँ मिलाएर टक्क बसेँ है। अनि त्यसपछि वरपर भ्यू कस्तो राम्रो हरियो हरियो थियो। अनि बहिनीलाई फोन गरेँ। अनि त्यसपछि कस्तो राम्रो हेर्नु न, मकै छ, हरियाली क्या, पुरै हरियाली। कस्तो गाउँको याद आउँछ क्या मलाई यो हरियाली देख्दा बित्तिकै। अनि त्यस पछाडि म चाहिँ पूजालाई कुरेर बसिरहेको थिएँ त्यहाँनिर। अनि त्यसपछि पूजा आइन्, पूजासँग भेट भयो। अनि पूजा आएर अनि हामी चाहिँ उता होस्टेलतिर जाँदैछौँ भाइको। पूजाको साथी हो उहाँ चाहिँ। अनि उहाँ पनि होइसिन्छ हामीसँग। कस्तो राम्रो बाइक देखेको मैले त्यो भाइको होस्टेलमा। अनि हामीहरू चाहिँ लाग्यौँ बाघ भैरवतिर केक सेक लिएर सबजना। उकालो हिँड्दाखेरि यस्तो धौ भइरहेको थियो, यस्तो धौ भइरहेको थियो, यस्तो धौ भइरहेको थियो, पुरै छोडाम के पुरै स्याहाँ स्याहाँ भएर हिँडिरहेको थियो हामीहरू। पुरै हिँड्न नसकेर कति धेरै भइसक्यो नि त नहिँडेको उकालो। अनि त्यसपछि उकालो हिँड्दाखेरि त हाम्रो त पसिना छुटिरहेको थियो, पसिना बाब्रे बाब्रे। सिधै उकालो डाँडो छ नि त। अनि उकालो हिँडेर गयौँ। अनि त्यस्तो बाटो आयो। अनि त्यस्तो बाटो आएपछि हामी त खुसी भएको कि त्यस्तो बाटो आयो भनेर। अनि त्यस पछाडि अनि हामी खुसी हुँदै हिँड्यौँ। अनि त्यसपछि तिनीहरूलाई सोधेको हामी त त्यस्तो बाटो आयो, अब त हाम्रो ज्यान बच्यो है, ज्यान बच्यो भनेर हिँड्दा थियो। कस्तो राम्रो भ्यू देखिने क्या फेरि माथि डाँडाबाट होइन। अनि पुरा काठमाडौँको भ्यू देखिने क्या। अनि हामी अब यहाँबाट सल्लक अब बाघ भैरव प्रवेश गर्ने बाटो हो नि त यो। अनि बाटोतिर हिँडिरहेको छौँ। तिमीले पूजा यता साइडको पूजा हो, तपाईँको साथी हो होइन, तिमीले केक समाइरहेको छिन्। त्यसपछि अनि म चाहिँ यसो बेला बेलामा आफ्नो क्युटी पाइ अनुहार देखाउँदैछु नराम्रो नराम्रो हि हि। अनि त्यस पछाडि हामी जाँदैछौँ सरासर। यस्तो धौ भएर म त बोल्न पनि सकिरहेको थिएन। अनि बाघ भएर पुग्यौँ। त्यसपछि त्यहाँ अनि भाइहरू अगाडि नै गएको थियो नि त। अनि हामीहरू फेरि तिनीहरू माथि रहेछन् क्या, त्यो अग्लो मन्दिर छ नि एउटा, अब त्यहाँनिर रहेछन्। अनि हामीहरू फेरि त्यतै लाग्यौँ अब त्यहाँ पुगेर। अनि त्यसपछि माथितिर गयौँ। अनि तिनीहरू माथि गएर रेस्टुरेन्टमा बसिसकेका थिए होला सायद होइन। अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ, बाटोमा आउँदैछौँ, तिनीहरू अगाडि गइसकेको थियो, हामी पछाडि केक लिएर जाँदै थियौँ। त्यसपछि हामी जाँदैछौँ, उकालो हिँड्दैछौँ, तर धौ भइरहेको छ। कति धेरै भयो नहिँडेको नि त, अनि बरु धौ भइरहेको भने। अनि धौधौ माथि डाँडामा पुग्यौँ, लास्टै धौ पुग्यो बाफ्रे अनुहार यो अग्लो मन्दिरमा। अनि हामी यसो तिनीहरूलाई खोज्न भनेर यताउति हिँडिरहेको थियौँ होइन। दुईजना तल बिचरा धौ भएर थकै मारिरहेको छन्। म भने माथि आएर फेरि तिनीहरूलाई अनि खोजिरहेको थिएँ, यताउति हेरेर खोजिरहेको थिएँ, मन्दिरको यसो यसो भिडियोहरू खिचिरहेको थिएँ होइन। अनि म आफूलाई पनि बेला बेलामा देखाइरहेको छु क्या फेरि यसो मिनी भ्लग बनाउनु पऱ्यो भनेर यसो। अनि भ्यू स्यू कस्तो राम्रो भ्यू देखेको, वाउ। म त एकदम 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 खुसी भएँ, ह्याप्पी भएँ क्या यो भ्यू देखेर कि त्यहाँबाट सबै भ्यू देख्ने अग्लो छ नि त। अनि त्यहाँबाट अनि सबै भ्यू देखिने क्या काठमाडौँको। अनि कस्तो राम्रो देखिरहेको त्यहाँबाट भ्यू। अनि म चाहिँ भाइहरूलाई खोजेर त्यहाँनिर अनि यसो भिडियोहरू बनाइरहेको थिएँ है। अनि त्यो भाइले त यहाँ हो, यहाँ तिमीहरू कहाँ गएको त्यहाँ भनेर परबाट बोलेर चाहिँ। अनि त्यसपछि हामी गयौँ, त्यहाँ अगाडि कस्तो राम्रो फुल हो, ओ माइ गस। अनि भिडियो अनि त्यसको भिडियो गरेको मैले है। अनि त्यस पछाडि यहाँ फेरि भर्याङ यति उकालो हिँडेर आयो कि हजुर यहाँबाट पनि भर्याङ झरेर माथि जानु पर्ने रहेछ। अनि हामी माथि गएर कुर्सीमा बस्यौँ, सास फेऱ्यौँ, ओ माइ गस भन्यौँ हामीले। अनि त्यसपछि एकछिन हावा लाग्यो। अनि खुसी भयौँ एकछिन त ठाउँमा पुग्यौँ भनेर होइन। अनि त्यसपछि अनि काठमाडौँको यस्तो त्यहाँबाट झनै राम्रो देखिरहेको थियो। त्यहाँबाट अनि पुरा भ्यू खिचेँ मैले। अनि यताउता हेरेर मजाले भिडियो खिचेँ। अनि हामी अब बर्थडे मनाउन सुरु गऱ्यौँ। अनि बाट अब केक सेक मिलाउँदैछ यतापट्टिको चाहिँ यो मेरो भाइ, सबै भाइहरू एउटा एकजना चाहिँ दाइ, अरू सब भाइ बहिनीहरू छन् यहाँनिर होइन। अनि त्यसमा यिनीहरू ऊ त्यो बिचमा कालो चस्मा निकालेको बेला बर्थडे भयो क्या, त्यो बर्थडे मैले चस्मा लाइन भने त हुँदैन भन्दैछ त्यसले चाहिँ होइन। अनि चस्मा लगाएर हेरिरहेको छ टक पारेर। अनि त्यस पछाडि अनि सबजनाहरू अब के खाने त भनेर अर्डर गर्न खोजिरहेको छन् त्यहाँनिर। अनि त्यसपछि केक मिलाउँदैछ हाम्रो ईश्वर भाइले। ईश्वर हुनुहुन्छ, उहाँ चाहिँ ठुलै हो, हाम्रो त्यहाँ अहिलेको ठुलै हो, घरको त कान्छो दाइ हो। अनि ह्याप्पी बर्थडे टु यु धिरेन्द्र अघि कान्छो के लेखेको केक छ त्यहाँनिर होइन। अनि मैले फोटो भिडियो खिचेँ। त्यसपछि अनि हामी बर्थडे केक काट्न सुरु गर्दैछौँ है। अनि त्यसपछि है स्प्रे अनि मैले अनि स्प्रे तानेर पुरै है सबलाई छर्किदिएर त्यहाँनिर धौ भइरहेको थियो, धौ। अनि त्यस पछाडि अब बर्थडेको केक काट्ने क्रम जारी छ हाम्रो। हामी केक सेक काट्छौँ होइन। अनि त्यसपछि अब बिस्तारै अब चस्मा लगाएर है, चस्मा बिना त मेरो त केही चल्दैन है भनेर, अनि चस्मा बिना त मैले केक काट्दिनँ है भनेर त्यो भाइले चाहिँ अनि चस्मा सहित अनि केक काट्न थाल्यो। अनि मैले भिडियो खिच्न दिइरहेको थिएँ कि अरू भाइलाई, अहिले टाढाबाट खिचिदिरहेको छन्। अनि त्यसपछि अनि हामी चाहिँ केक काट्न तर्खरमा छौँ, अब हामीहरू केक काट्दैछौँ है। अनि त्यस पछाडि ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु भनेर सबजना हामी ताली पड्काउँदैछौँ त्यहाँनिर। ताली पड्काएर ह्याप्पी बर्थडे भन्दैछौँ हामीहरू। कति बेला नाचिरहेछौँ, नाची त रहेको छैनौँ तर हाँसिरहेछौँ बेसारी बेसारी, हा के भन्छन्, कमेडी गर्छन् अनि हँसाउँछन् क्या तिनीहरूले। अनि त्यसपछि रमाइलो छ। अनि केक सेक काटेर पुरै दल दिएर होइन, त्यसलाई त अनि कस्तो रमाइलो भइदिरहेको क्या। सबजना केक काटेर भ्यायौँ। अनि केक खुवायौँ। अनि अब सबको खानेर खुवाउने बालो भइरहेको थियो यहाँनिर। अनि त्यसपछि अनि दुईजना हाम्रो ब्युटिफुल लेडीहरू त साइडमा बसिरहेछन्। म चाहिँ बर्थडे बोयको दिदी हो यतापट्टिको, उहाँले गोरी अर्को के अरे पिङ्क कलरको टी सर्ट लगाएको, उता चाहिँ उहाँ दिदीको साथी हो होइन। अनि उनीहरू चाहिँ अनि केक सेक काटेर पुरै खुवाउँदैछन् क्या। अनि म चाहिँ स्टिल यता भिडियो गराउँदैछु। अनि कस्तो राम्रो देखेको त्यहाँबाट मन्दिर हाई हाई। अनि त्यसपछि हावा आइरहेको थियो, हावा शीतल भइरहेको थियो, शीतल। अनि त्यसपछि अनि मेरो भिडियो गराइदिनु है दिदी भनिरहेको थियो। ल म गराइदिन्छु ल, केक खाऊ भनेर अनि केक खुवाइदिनु लाग्छ कि त्यसले फेरि वा दल पनि पारिदिनु फेरि तिमीले त्यहाँनिर।
अनि बर्थडेको दिन त आज दलेर भ्याउनुपर्छ केकै फेस मास्क बनाएर लाउनुपर्छ भन्छ नि मान्छेहरू अनि मेरो पाला आयो फेरि अनि मेरो पाला आयो अनि म त नाकमा पनि बाँकी रहेछ भने नाकमा चिउडोमा सबैतिर केक गल्दै अनि हामी खाजा अर्डर गरेको खाजा आयो त्यसपछि हामी खाजा खानतिर लाग्यौँ अनि हामी धेरैजना थियौँ नि त अनि त्यसपछि हामीले खाजालाई पनि मिसम्याच गरेर पुरै मिक्स गरेर खायौँ खाजाहरू अनि त्यसपछि खाजा खायौँ त्यसपछि हामी निस्किसकेर बाहिरको भिडियो गरायौँ अनि हामीहरू अब जानुपर्छ अब घरै अब रुमतिर जानुपर्छ भनेर लाग्यौँ त्यसपछि हामीहरू यसो त्यहाँनिर बाटोमा कस्तो राम्रो फुल कस्तो राम्रो फुल फुलेको कि अनि कस्तो राम्रो लाग्यो क्या मलाई अनि त्यसपछि भिडियो गरेको कस्तो राम्रो आएछ क्या अनि त्यसपछि हामी अनि त्यसपछि लाग्यौँ अनि हामी यता माथिपट्टिको त्यो ठुलो मन्दिरमा आयौँ उहाँ चाहिँ दाइ हो उहाँलाई जोड्दैछु कि उहाँलाई चाहिँ धौबरी त्यहाँबाट आउँदा यो भाइलाई पनि धौबरी सबजना धौबरी लगातार भएर बस्छ नि त्यहाँबाट यहाँ आउँदाखेरिमा अनि त्यसपछि वा यस्तो टु गर्दैछ हाम्रो फेरि भोलि गयो नि त अनि उहाँ चाहिँ के गर्दै हुनुहुन्छ भने उहाँले चाहिँ अस्ति भर्खर किनेको ब्याग हो मेरो नयाँ ब्याग हो देखाइदिनुहोस् दिएँ एकचोटि भनेर अनि फेरि देखाइदिइहालेँ मैले फेरि राम्रो छ त्यसपछि उहाँले पनि धौ भएछ उहाँ बस्दै हुनुहुन्छ उहाँले चाहिँ धेरै खाजा खानु पऱ्यो त्यसपछि बोल्न मिल्दैन अरे उहाँले धेरै खानुभयो मैले धेरै खाएर पेट पुरै तन्द भएर उहाँ चाहिँ पेट ठुलो भयो अरे अनि त्यसपछि बोल्न मिल्दैन अरे अनि मैले फेरि उहाँको क्यापटोपी थियो क्यापटोपी ल्याएर मैले लगाएँ अनि उहाँ अलग लेभलका बन्दा छ भनेर अनि मैले पारेँ उहाँ फेरि बोल्नु हुँदैन अरे उहाँ अनि म फेरि ब्याग स्याग बोकेर उटपट्याङ गर्ने काम त भइहाल्यो मेरो है सबजनाले अनि आफ्नै तालमा छन् तिनीहरू म त भिडियो खिचिरहेको छु कि यतातिर अनि म हाँसेको तिनीहरू पनि हाँस्छन् क्या फेरि बेला बेलामा अनि त्यसपछि अनि हामीहरू फर्क्यौँ फेरि तल आयौँ बागबडीको मन्दिरमा आयौँ फेरि हामी तल अनि त्यसपछि हामी घर लाग्यौँ सबैजना त्यहाँबाट अनि अलग अलग भएर